सो गाइस अलराइट हैन हामी चाहिँ अब चाउचाउ पकाएर खाँदैछौँ हैन। छोरोले चाउचाउ त दाँत नलागेको छ हैन। ट्याक्कै चाउचाउ पकाउने खाने हो नि त हैन। अब भोक पनि लागेको छ हैन। आज आफै पकाएर खाने हो नि चाउचाउ। मस्त चाउचाउ पकाउँदै खाने हो कि हैन। भोक पनि लागिसक्यो, बेलुकातिर भइसक्यो हैन। ट्याक्क 12 मा हैन। भोक लागेको त खानै पर्यो हैन। खाने हो मस्त हैन। अब भोक पनि लाग्यो, भोक लागेको खानै पर्यो। ट्याक्क 12 मा चाउचाउ बनाउँछ हैन मैले। पेन्सिल कसको हो यत्रो? कसको पेन्सिल गुलु गाउनु ले फुटल खान्छस् खाने ओ त लिमा ल्याउ नलाई त फेरि यो अहिले चाहिँ पकाउनु हेलो साथीलाई खोलु हैन खोल्दैन नखोल्नु खोलु यहाँ बोल्नै आउँदैन खोल्नु अङ्कल भन्दा खोल्नु अङ्कल भन्दा खोल्नु अङ्कल और गाई अहिले अहिले खोलेपछि त अर्कोले मार्छ फेरि खोल्नु अङ्कल भन्दा है खोल्नु अङ्कल भन्दा खोल्नु अङ्कल भन्दा है आफ्नो दाँतले छुट्टा लिएर खतरा खोल्नु अङ्कल भन्दा खोल्नु अङ्कल भन्दा अङ्कल खोल्नु न भन्दा के खतरा सो अलराज गाई हैन हाम्रो चाउचाउ पाकिसक्यो हैन उम्लिसक्यो हैन अब चाहिँ बन्द गर्ने होइन ट्याक्कडी पाकिसक्यो हैन हाम्रो चाउचाउ चाहिँ अब चाहिँ खानाको लागि तयार गर्ने होइन ट्याक्कडी केटाहरूलाई पनि बोलाउनु छैन अहिले खाने चाहिँ हामी 3 जना मात्र छौँ हैन ल ट्याक्कडी ओइ गोलु 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 भाइले पनि बोलाइ ले लिएर बुला ल्याउने आरे खाना भएपछि त्यो भाइले पनि बिर्सिन्छ क्या त्यस्तो हुन्छ भाइ आयो हैन खतरा आउँछ फेरि हाम्रो राजा आउँदैछ आएन आयो आइज हाम्रो यो सानो भलकमा यस्ता हेर्दा त हाम्रो सानो राजा चाहिँ यो हैन खतरा ठुलो राजा चाहिँ हैन खतरा अनि फेरि डन हुन्छ फेरि बडी देख्दा त खै बडी देख्दा ए बडी पनि देख्दा हेर खतरा अनि डन खै यस्तो गर्न वाउ खतरा अनि फेरि यस्तो खानु पर्ने हुन्छ हैन मान्छेले खतरा नि यो मान्छे कसमा हाल्नु पर्ने हुन्छ नि केटाहरूलाई कसमा हाल्दिउँ